You know what? I will keep posting. हालौँ न अब यसै कन्सिस्टेन्ट केही न ब्लग कन्टेन्ट नभए पनि यसैको लागि सरी अहिले नै भनिदिइहालेँ ब्लग चाहिँ जस्तो यत्तिकै कन्सिस्टेन्ट हाल्नको लागि मात्रै गरिरहेछु फ्युचरमा चाहिँ राम्रो राम्रो बन्छ है अहिले चाहिँ यति नै के भन्ने कति मिनट जतिको बनाउँदा ठिक छिटो ठ्याक्क 10 मिनटको बनाउनु पर्ला हिँडेकै बनाइदिन्छ यार टाइम त हुन्छ अलिकति कामको कुरा नि गरौँ न होइन केको कुरा कस्तो छ भन्दाखेरि यता छाड्दे दिस इज नट फर द भ्युज दिस इज जस्ट अ ट्राई कस्तो हुँदो रहेछ भनेर कस्तो सिप लगाइठेको गु ब्लग राख्नुपर्ने मौसम चाहिँ गरी महिना लगाएपछि चाहिँ सही हुन्छ होइन अहिले त 7:30 भयो 8 बज्यो भनौँ न अब अलिकति धेरै होइन 2-3 हप्तापछि घाम देखिन्छ 8:30 बजेसम्मै लगभग 9 बजीसम्म त घामै देखिन्छ अझ घाम त देखेको छैन सर केही बोल्ने नभएपछि लेट मी गिभ यु माई इन्ट्रोडक्सन माई नेम इज विक्रम गिरी एन्ड आई एम राइट नाउ वर्किङ इन एनएचएस पहिले नै ब्लग बनाइसकेँ कसरी काम पाएँ के कसरी के गरेर भनेर हल्का एक्सपिरियन्स सो त्यहाँ हेर्न सक्नुहुन्छ अनि धेरै भयो होइन एनएचएसमा काम गर्न थालेको 3 वर्ष जति हुन लाग्यो 3 वर्ष हुन्छ यो एप्रिलमा ठ्याक्क अनि रिसेन्टली आई ग्रेजुएटेड के भन्छ रिसेन्टली ग्रेजुएट भयो ब्याचलर सिद्धियो अनि अहिले चाहिँ 2 वर्षको पिएसडब्लुमा हो पोस्ट ग्रेजुएट भिजा पिएसडब्लु पोस्ट ग्रेजुएट पीबाट पोस्ट एसोस है होइन पोस्ट ग्रेजुएट भिजा भनेपछि त्यहाँ एकछिन पोस्ट ग्रेजुएट भिजा नै भन्छ तर पिएसडब्लु पोस्ट स्टडी वर्क भिजा के भन्छ पोस्ट ग्रेजुएट पिजिडब्लु त भन्दैन पिएसडब्लु नै भन्छ वेट अ मिनट ए त्यही भन्दो रहेछ के अरे पोस्ट स्टडी वर्क भिजा तर धेरैलाई चाहिँ पोस्ट ग्रेजुएटै भन्छ तर पिएसडब्लु भनेको पोस्ट ग्रेजुएट हो तर चाहिँ त्यसको फुल फर्म चाहिँ पिएसडब्लुको फुल फर्म चाहिँ पोस्ट स्टडी वर्क भिजा ओके ट्यालेन्ट छ नि दाइ त त्यसमा छु अहिले 1 वर्ष चाहिँ सिद्धिन लागिसक्यो अब 1 वर्ष बाँकी छ अब त्यसपछि पिएसडब्लु पछि चाहिँ स्पोन्सर खोज्नुपर्छ वर्क भिजामा सिफ्ट हुनलाई 2 वर्ष सिद्धिएपछि सिम्पल भाषामा भिजा रिन्यू गर्नको लागि त्यसको लागि चाहिँ अब स्पोन्सर चाहिन्छ कुनै कम्पनीले गर्छ कुनैले गर्दैन मैले काम गरिरहेकोले चाहिँ पहिला दिन्छु भनेको थियो फेरि बिचमा नदिने जस्तो कुरा गऱ्यो अहिले फेरि दिन्छु जस्तो भने सो नट स्योर भएपछि बनाउँला बस कुर्दै अब चाहिँ बोम्बास्टिक साइड criminal side-eye. Welcome back again, cool vlog man. Wait. Lazma wakaru. This is Bides. Right, nampak ke sekarang mana itu?
दिस इज विदेश टटल चाहिँ काट्ने बेला भएर बिचको काट्नु भयो क्या लामो नि होइन छोटो नि होइन नबान्ने मिल्छ नकोर्न मिल्छ घन्टीको जस्तो के होइन अब के हाल्ने हुन्छ च्यानल अलरेडी डेटै भइसक्यो काम छैन 1000वटा सब्सक्राइबरमा मिनिमम पनि 100 त आउँछ नि 100 त कुरा छोडौँ गाइस 10 पनि आउँदैन भ्युज सो यो जस्ट एकचोटि एल्गोरिदम युट्युबको एल्गोरिदम ट्राई गरौँ होइन हालौँ जे हालौँ त हेरेँ होइन कसैले पनि हेरेँ होइन के मतलब हो त नि जे हाल्दा नि अब हेर्ने भयो पो राम्रो हाल्ने हेर्दैन आयो जे हाल्दा नि भयो नि सो द्याट्स वाइ आम थिङ्किङ कि यस्तो हिँडेको कामबाट जान्छ कामबाट आउँदाखेरि बस कुद्नुपर्छ कति अनि त्यो बस कुरेको बसमा चढेको घर गएको बास त्यति त हालिदिने हो नि कन्सिस्टेन्ट टाढा माई ब्लग माइहरूको जे गर्दा पनि भयो नि यस्तरी खिच्छौँ अब क्या हाल्छस् ल भर्खरै घर आइपुग्यो द्याट्स इट फर टुडेज ब्लगको इन्डिङमा केही एउटा ज्ञानको त कुरा गरिदिउँ होइन जहिले पनि सिट ब्लग भयो भने केही न केही त 0.1% त अलिकति केही होस् होइन 6-7जनाले हेर्छ 6-7जनामा एकजनालाई त काम लागोस् त्यही भन्छु कि स्याड म्युजिक हाल्ने र त्यत्रो एडिट गर्दैन त्यही हो कि लाइफमा अब कति कुराहरू प्रब्लम आइरहेको हुन्छ कति कुराहरूमा अल्झिरहेको हुन्छ होइन तर चाहिँ सबै कुरा चाहिँ एक दिन चाहिँ ठिक हुन्छ क्या त्यो चाहिँ मेरो आफ्नो एक्सपिरियन्सबाट भन्दैछु है अब कति कुराहरू आफूले खोजेको पाउँदैन कति कुरा आफूले भनेको हुँदैन होइन अब लाइक कि अब म अब युकेमा आएपछि भनौँ न युकेकै लाइफ स्टाइलको एक्सपिरियन्सबाट भन्न लाउँदाखेरि चाहिँ समटाइम यु फिल कि कति गाह्रो हो केही पनि छैन म त गर्न सक्दिनँ क्या हो अरूले काम पाइरह मैले काम पाएन अरूको लाइफस्टाइल दामी भइरह मेरो किन भएन अरूले यति कमाइरह मैले चाहिँ यति मात्रै किन भन्ने कम्पेरिजन आउँछ जति नै जे भने पनि होइन तर एउटा कुरा भन्छु कि सबैको आफ्नो टाइम आउँछ जस्ट ह्याभ पेसेन्स एन्ड ह्याभ फेथ अन गड होइन सबैको टाइममा सबै न केही लेखेकै हुन्छ क्या जस्तै अब मैले अब एनएचएसमा काम गरेर अब मैले सोचेको पनि थिएन मैले काम गर्छु त्यहाँ अथवा प्लानिङ पनि गरेको थिएन म त्यहाँ एप्लाई गर्छु इभन मैले एप्लाई गर्दाखेरि पनि जबको लागि भनेर एप्लाई गरेको पनि होइन एउटा के ट्रेनिङ पनि प्रोग्राम आएको थियो मैले त जसकै अब त्यो सर्टिफिकेट लिऊँ न खास त मलाई चाहिँ लाइक लिटरली भनौँ न अनेस्ट टु गड भन्दाखेरि मैले जब पाउँछ भन्दा पनि त्यहाँ एउटा अरू के ट्रेनिङ थियो मैले केही बुझेको पनि थिएन त्यहाँ एउटा मात्रै ट्रेनिङ थियो बेसिक ल्याब सपोर्ट हो कि के भन्ने लाइक के हुन्छ नि त्यो के गर्छ अरे छातीमा ट्रेनिङ लिएको त मतलब भएन त लास्टमा के भन्छ यार त्यही के भन्छ अरे छातीमा मरेपछि के छ माउथ टु माउथ गर्छ त के भन्छ फर्स्ट एड सिट यार सर्टिफिकेट लिएको त कामै लागेन तर हो त्यही बुझ्नुभयो नि छाती गर्छ त हो त्यो उसको सर्टिफिकेट पाउँछ होइन कुनै दिन काम लाग्ला भनेर मात्र लिएको हो खास मैले त्यो लिएँ अनि बिस्तारै त्यहाँ खै के नाना थरी सिकायो अनि मैले जस्ट यत्रो भनेर अल्छी गरी जान्थेँ जान चाहिँ गइसकेँ होइन अब गइदिउँ न फुल्ली एटेन्ड गरिदिउँ भनेर गएँ अनि त्यसपछि ट्रेनिङ सिद्धिएपछि उनीहरूले इन्टरभ्यू लियो अब इन्टरभ्यू के को इन्टरभ्यू मलाई थाहा पनि छैन गएँ हावामा यत्तिकै इन्टरभ्यूमा अब यस्तो छ अब यस्तो अब एनएचएसको लागि खास जबको लागि केही गर्ने हो भने होइन फ्युचरमा अब इनकेस तैँले जब पाएनस् भने के गर्छस् भने फर्स्ट कुरा त मैले जबको लागि खोजेको नि होइन मैले इन्टरभ्यू त्यही भन्दा जब मलाई थाहा पनि थिएन त्यो जबको इन्टरभ्यू हो भनेर मैले त सोचेको त्यो हाम्रो ट्रेनिङ दिएको लास्टको इन्टरभ्यूको लाइक फिडब्याक जस्तो कस्तो इन्टरभ्यू भयो के भयो त्योवाला इन्टरभ्यू होला भनेर त्यही हिसाबले नि प्रिपेयर भएर गएको थिएँ पढेकोहरू गएको थिएँ जबको इन्टरभ्यू रहेछ मलाई थाहा पनि थिएन
अनि यत्तिकै इन्टरभ्यू लिए यसै गफ हान्दे एक्सपिरियन्स के छ केही छैन, लिटरली केही छैन मसँग हस्पिटल लाइनको एक्सपिरियन्स। त्यही पनि मैले नेपालमा गर्थेँ रेड क्रसको मेम्बर यहाँ त के नाना थरी गफ हान्थेँ होइन। धेरै भन्यो भने अब फुल डिटेलमा भन्यो भने धेरै लामो हुन्छ भिडियो। सो इन सर्ट चाहिँ मैले यत्तिकै गफ हान्थेँ जेप्पाते, लाइक कि जब इन्टरभ्यू हो भन्ने मलाई थाहा थिएन। पछि उनमा घर गयो, पछि उनीहरूले मलाई फोन गर्यो, त पास भइस्, तेरो इन्डक्सन अब नेक्स्ट विक हो कि नेक्स्ट मन्थमा छ, अब तेरो नेक्स्ट मन्थमा तेरो पोजिसन फिक्स भइसक्यो, इन्डक्सनमा आइज अनि काम सुरु हुन्छ भन्यो। केही आउँदैन काम होइन। इन्टरभ्यूमा त गफ हाने मैले पुरै एक्सपिरियन्स छ भनेर। भन्न खोजेको इन सर्ट, भन्न खोजेको लाइफमा गडले केही न केही गर्नुहुन्छ, जस्ट ह्याभ सम फेथ एन्ड प्यासन। सबैको लागि केही न केही लेखेको हुन्छ। आज नपाउला, एक हप्तामा नपाउला, एक महिनामा केही नहोला, 2 महिनामा केही नहोला, 3 महिनामा हुँदा केही न केही हुन्छ। सो धेरै टेन्सनमा नलिने, के होला कस्तो होला लाइफमा, नट ओन्ली यु, क्या म लाइफकै बारेमा भन्दैछु, लाइफको बारेमा। मेरो पनि अझै के हुन्छ मलाई थाहा पनि छैन। अब यो भिसा जित्दिएपछि अब वर्क पर्मिट पाउने हो कि होइन, स्पोन्सर पाउने हो कि होइन, मलाई केही आइडिया पनि छैन। जस्ट गडमा फेथ राखेको छु, जे होला देखा जाएगा। त्यति भन्दै गुड नाइट।